नेपालको एउटा यस्तो पवित्र भूमि जहाँ आज पनि लाखौं भक्तजनहरू भगवान श्रीराम र माता सीताको दर्शन गर्न पुग्छन्। एउटा यस्तो मन्दिर जसको भव्यता देख्ने बित्तिकै मन श्रद्धाले भरिन्छ। तर के तपाईँलाई थाहा छ, यही मन्दिरसँग जोडिएको एउटा यस्तो रहस्य छ जसले शताब्दीयौंदेखि भक्तजन र इतिहासकारहरूलाई समान रूपमा चकित बनाइरहेको छ। भनिन्छ आज पनि जनकपुरको जानकी मन्दिरमा माता जानकीको दिव्य उपस्थितिको अनुभूति गर्न सकिन्छ। कतिपय भक्तहरूले यहाँ अकस्मात दिव्य सुगन्ध फैलिएको अनुभव गरेका छन्। कसैले मनले मागेको इच्छा पूरा भएको बताएका छन्, त कसैले जीवनको सबैभन्दा कठिन समयमा यही मन्दिरमा प्रार्थना गरेपछि आश्चर्यजनक परिवर्तन आएको दाबी पनि गरेका छन्। तर के यी सबै आस्था मात्रै हुन् वा साँच्चीकै जनकपुर धाम नै अदृश्य दिव्य शक्तिले आज पनि सुरक्षित राखेको पवित्र भूमि हो? आखिर किन भगवान श्रीराम स्वयं अयोध्याबाट यही भूमिमा विवाह गर्न आउनुभयो? के थियो जनकपुरको वास्तविक इतिहास? आज हामीले देखिरहेको भव्य जानकी मन्दिर कसरी निर्माण भयो? यी सबै प्रश्नको उत्तर आजको भिडियोमा विस्तारमा जान्नेछौँ। त्यसैले भिडियो अन्तिमसम्म अवश्य हेर्नुहोस्। नेपालको मध्य प्रदेशको धनुषा जिल्लामा अवस्थित जनकपुर धाम हिन्दू धर्मका सबैभन्दा पवित्र तीर्थस्थल मध्ये एक मानिन्छ। प्राचीन समयमा यसलाई मिथिला राज्यको राजधानीको रूपमा पनि चिनिन्थ्यो। यही भूमिमा शासन गर्थे महान राजा जनक। राजा जनक एक न्यायप्रिय, धर्मपरायण र अत्यन्त ज्ञानी राजा थिए। भनिन्छ राजा जनकको राज्यमा सबै कुरा थियो, धन थियो, ज्ञान थियो, समृद्धि थियो। तर एक समय यस्तो आयो जब सम्पूर्ण मिथिलामा भयङ्कर खडेरी पर्यो। आकाशमा बादल देखिन छाडे, नदीहरू सुक्न थाले, खेतबारी बाँझो भए, जनतामा भोकमरी फैलिन थाल्यो। राजा जनक अत्यन्त चिन्तित भए। उनले अनेकौं यज्ञ गरे, देवताहरूको आराधना गरे, ऋषिमुनिहरूसँग सरसल्लाह लिए, तर वर्षा भएन। अन्ततः ऋषिहरूले एउटा विशेष उपाय सुझाए। उनीहरूले भने, हे राजन, तपाईँ स्वयं आफ्नो हातले खेत जोत्नुहोस्। जब धर्मनिष्ठ राजा आफैले पृथ्वीलाई स्पर्श गर्छ, पृथ्वी माता प्रसन्न हुनुहुन्छ। राजा जनकले कुनै घमण्ड नगरी सुनको हल उठाएर खेत जोत्न थाले। तर उहाँलाई थाहा थिएन, केही क्षणपछि एउटा यस्तो चमत्कार हुन लागेको थियो जसले सम्पूर्ण संसारको इतिहास बदल्ने थियो। हलको फाली अचानक जमिनको एउटा भागमा अड्कियो। राजा जनक रोकिनु भयो। सैनिकहरू दौडिए, सबैले त्यो स्थान खन्न थाले। केही बेरपछि जमिनभित्र एउटा दिव्य पात्र देखियो। जब त्यसलाई खोलियो, त्यहाँ देखिएको दृश्यले सबैलाई स्तब्ध बनायो। त्यसभित्र एउटी तेजस्वी बालिका मुस्कुराउँदै थिइन्। उनको शरीरबाट दिव्य प्रकाश निस्किरहेको थियो। चारैतिर सुगन्ध फैलियो। ऋषिमुनिहरूले तुरुन्तै घोषणा गरे, यो कुनै साधारण बालिका होइनन्। राजा जनकले ती बालिकालाई आफ्नी पुत्रीका रूपमा स्वीकार गरे, किनभने उनी पृथ्वीको गर्भबाट प्रकट भएकी थिइन्। त्यसैले उनको नाम राखियो सीता। सीता शब्दको अर्थ नै हलले कोरेको रेखा हो। पछि उनी जानकी, वैदेही, मैथिली र भूमिजा नामले पनि संसारभर प्रसिद्ध भइन्। तर यहाँ एउटा अर्को रहस्य पनि लुकेको छ। आखिर माता लक्ष्मीले किन पृथ्वीमा सीताको रूपमा जन्म लिनुभयो? रामायणका अनुसार जब भगवान विष्णुले रावणको अन्त्य गर्न श्रीरामका रूपमा अवतार लिने निर्णय गर्नुभयो, तब माता लक्ष्मीले पनि सीताको रूपमा पृथ्वीमा अवतार लिनुभयो। किनभने रावणको अन्त्य केवल युद्धले मात्र सम्भव थिएन। त्यसका लागि भगवान श्रीराम र माता सीताको दिव्य मिलन आवश्यक थियो। यसरी जनकपुर केवल एउटा सहर रहेन, यो भगवान विष्णु र माता लक्ष्मीको पुनर्मिलनको साक्षी बनेको पवित्र धाम बन्यो। समय बित्दै गयो, सीता हुर्किँदै गइन्। तर बाल्यकालमै भएको एउटा घटनाले राजा जनकलाई फेरि एकपटक आश्चर्यचकित बनायो।
राजदरबारमा भगवान शिवको एउटा विशाल दिव्य धनुष सुरक्षित राखिएको थियो। त्यो धनुष यति भारी थियो कि सयौं बलिया सैनिकहरूले समेत सजिलै हल्लाउन सक्दैनथे। तर एक दिन खेल्दै गरेकी बालिका सीता त्यही धनुष भएको स्थानमा पुगिन्। त्यसपछि जे भयो त्यसले राजा जनकलाई एउटा यस्तो प्रण गर्न बाध्य बनायो जसले भविष्यमा श्रीराम र सीताको दिव्य विवाहको मार्ग नै खोलिदियो। अर्को दिन बिहान जब राजा राजदरबारमा पुगे, तर उनको मनमा एउटै कुरा घुमिरहेको थियो, आखिर सानै बालिकाले कसरी भगवान शिवको दिव्य धनुष सहजै सार्न सकिन्। उहाँले आफ्नै आँखाले देख्नु भएको दृश्य बारम्बार सम्झिरहनु भएको थियो। उहाँलाई अब स्पष्ट भइसकेको थियो, सीता कुनै साधारण राजकुमारी होइनन्, उनी स्वयं दिव्य शक्ति अवतार हुन्। त्यही दिन राजा जनकले सम्पूर्ण सभासद र ऋषिमुनिहरूको उपस्थितिमा एउटा महान प्रण गर्नुभयो, जसले भगवान शिवको दिव्य धनुष उठाएर प्रत्यञ्जा चढाउन सक्छ, मेरी पुत्री सीताको विवाह उसैसँग गराउनेछु। यो समाचार केही दिनमै सम्पूर्ण आर्यावर्तमा फैलियो। एकपछि अर्को राजा, राजकुमार र महान योद्धाहरू मिथिला पुग्न थाले। सबैलाई विश्वास थियो उनीहरूले धनुष अवश्य उठाउन सक्नेछन्। अन्ततः स्वयंवरको शुभ दिन आयो। मिथिलाको राजसभा भव्य रूपमा सजाइएको थियो। चारैतिर वैदिक मन्त्र गुन्जिरहेका थिए। हजारौं मानिसहरू उत्सुकताका साथ एउटै क्षणको प्रतीक्षा गरिरहेका थिए। सभा कक्षको बीचमा भगवान शिवको विशाल धनुष राखिएको थियो। धेरै वीरहरूले पालै पालो प्रयास गरे, कसैले दुवै हातले ताने, कसैले सम्पूर्ण बल लगाए, तर धनुष 1 इन्च पनि हल्लिएन। कतिपय राजा त धनुष छोएकै क्षण लज्जित हुँदै आफ्नो स्थानमा फर्किए। समय बित्दै गयो, राजा जनकको अनुहारमा निराशा थपिँदै गयो। उहाँ भावुक हुँदै भन्नुभयो, के आज पृथ्वी वीरविहीन भइसकेको हो? के मेरी पुत्रीको भाग्यमा विवाह नै लेखिएको छैन? राजा जनकका यी शब्द सुन्न साथ सभामा बसेका लक्ष्मणको क्रोध बढ्यो। उनी उठ्नै लागेका थिए, तर त्यही बेला महर्षि विश्वामित्रले शान्त स्वरमा श्रीरामलाई आदेश दिनुभयो, हे राम, उठ, भगवान शिवको धनुषको दर्शन गर। श्रीराम बिस्तारै आफ्नो आसनबाट उठ्नुभयो। उहाँको अनुहारमा कुनै घमण्ड थिएन, न कुनै प्रदर्शन। उहाँ शान्त, विनम्र र स्थिर भावले धनुषतर्फ अघि बढ्नुभयो। सभामा पूर्ण मौनता छायो। सबैका आँखा केवल श्रीराम माथि थिए। माता सीताको हृदयको धड्कन पनि तीव्र हुँदै गइरहेको थियो। उहाँ मनमनै प्रार्थना गरिरहनु भएको थियो। श्रीराम धनुषको नजिक पुग्नुभयो। उहाँले भगवान शिवलाई श्रद्धापूर्वक प्रणाम गर्नुभयो। त्यसपछि सहज रूपमा धनुष समात्नुभयो र जुन धनुष सयौं राजाले हल्लाउन नसकेका थिए, त्यो धनुष श्रीरामले अत्यन्त सहज रूपमा उठाउनु भयो। सभामा उपस्थित सबैजना स्तब्ध भए, तर यो त सुरुवात मात्र थियो। श्रीरामले प्रत्यञ्जा चढाउन खोज्ने बित्तिकै धड्याम्म यति ठुलो गर्जन भयो कि सम्पूर्ण मिथिला काँप्यो। भनिन्छ त्यो आवाज स्वर्ग लोकसम्म पुगेको थियो। भगवान शिवको दिव्य धनुष 2 टुक्रामा विभाजित भयो। आकाशबाट देवताहरूले पुष्प वृष्टि गर्न थाले। ऋषिमुनिहरूले जय श्रीरामको घोष गर्न थाले। राजा जनकको अनुहारमा वर्षौं पछि सन्तोषको मुस्कान देखियो। माता सीता लजाउँदै हलमा वरमाला लिएर श्रीरामतर्फ अघि बढ्नुभयो र सम्पूर्ण देवता, ऋषिमुनि र उपस्थित जनसमुदायको साक्षीमा माता सीताले श्रीरामको गलामा माला पहिराइदिनु भयो। यसरी त्रेतायुगको सबैभन्दा पवित्र मिलन सम्भव भयो। तर यो कथा यतिमै समाप्त भएको थिएन। वास्तविक रहस्य त त्यसपछि सुरु भयो, किनभने श्रीराम र सीताको विवाह सम्पन्न भएपछि जनकपुरको त्यो भूमि युगौंसम्म पवित्र तीर्थका रूपमा पुजिन थाल्यो। तर समयसँगै पुरानो राजमहल हरायो। स्वयंवर भएको स्थान परिवर्तन हुँदै गयो। युद्ध, प्राकृतिक परिवर्तन र समयको प्रभावले धेरै ऐतिहासिक संरचनाहरू मेटिए। तर एउटा प्रश्न भने आजसम्म जीवित नै छ। यदि पुरानो राजमहल हराइसकेको थियो भने आजको भव्य जानकी मन्दिर कसरी बन्यो?
आखिर कसले निर्माण गर्यो यो अद्भुत मन्दिर र किन एउटा महारानीलाई बारम्बार सपनामा माता जानकीले दर्शन दिनुभयो? यही रहस्यबाट सुरु हुन्छ जानकी मन्दिरको वास्तविक इतिहास। श्री राम र माता सीताको विवाह सम्पन्न भएको धेरै शताब्दी बितिसकेको थियो। त्रेतायुग समाप्त भयो, द्वापर युग पनि बित्यो, कलियुग प्रारम्भ भयो। समयको प्रवाहसँगै मिथिलाका धेरै पुराना दरबार, भवन र ऐतिहासिक संरचनाहरू हराउँदै गए, तर एउटा कुरा कहिले हराएन, जनकपुर प्रति भक्तजनहरूको आस्था। नेपाल, भारत र संसारका विभिन्न स्थानबाट भक्तहरू जनकपुर आइरहे। उनीहरू यही भूमिलाई माता जानकीको जन्मस्थल मानेर दर्शन गर्थे। तर आज हामीले देखेको यो भव्य जानकी मन्दिर त्यति बेला अस्तित्वमै थिएन। त्यसपछि करिब 100 वर्ष अघि एउटा यस्तो घटना भयो जसले जनकपुरको इतिहासलाई फेरि नयाँ मोड दियो। भारतको मध्य प्रदेश स्थित टिकमगढ राज्यकी महारानी वृषभानु कुँवर अत्यन्त धार्मिक स्वभावकी थिइन्। एक रात उहाँले एउटा अनौठो सपना देख्नुभयो। सपनामा एक दिव्य तेजले भरिएकी महिला उहाँको सामु प्रकट भइन्। उहाँको अनुहारबाट असाधारण प्रकाश निस्किरहेको थियो। महारानी केही बोल्नु सक्नुभन्दा अघि नै ती दिव्य स्वरले भन्नुभयो, मेरो जन्मभूमिमा एउटा भव्य मन्दिर निर्माण गर, समय आइसकेको छ। त्यसपछि सपना अचानक समाप्त भयो। बिहान उठेपछि महारानीले त्यसलाई सामान्य सपना ठान्नुभयो, तर भोलिपल्ट फेरि उही सपना आयो। तेस्रो दिन रात पनि उही सपना आयो। अब महारानीलाई विश्वास भयो यो सामान्य सपना होइन, कुनै दैवीय आदेश हो। उहाँले तत्काल जनकपुर जाने निर्णय गर्नुभयो। जनकपुर आइसकेपछि स्थानीय विद्वान, साधु सन्त र पुरोहितहरूसँग परामर्श गर्नुभयो। सबैले एउटै कुरा भने, यदि यो माता जानकीको आदेश हो भने अवश्य मन्दिर निर्माण गर्नुपर्छ। त्यसपछि सुरु भयो एउटा भव्य निर्माण कार्य। वर्षौंको अथक परिश्रमपछि सन् 1910 यो अद्भुत मन्दिर निर्माण सम्पन्न भयो। भनिन्छ त्यसबेला यसको निर्माणमा करिब 9 लाख रुपियाँ खर्च भएको थियो। त्यो समयका लागि यो असाधारण रकम थियो। यही कारण धेरैले यसलाई नौलखा मन्दिर पनि भनेर चिन्ने गर्दछन्। मन्दिरको वास्तुकला पनि अत्यन्त अनौठो छ। यसमा राजपूत, मुगल र कोइरी शैलीको सम्पूर्ण मिश्रण देखिन सकिन्छ। 3 तलाको यो मन्दिरमा दर्जनौं कोठा, विशाल प्राङ्गण, आकर्षक गुम्बज र कलात्मक झ्यालहरू छन्। राति सयौं बत्तीले सजिँदा यो मन्दिर कुनै राजमहल भन्दा कम देखिँदैन। तर जानकी मन्दिरको वास्तविक विशेषता यसको सुन्दरता मात्र होइन। यहाँ आउने हजारौं भक्तहरूले आज पनि अनौठा अनुभव सुनाउने गर्छन्। कतिपय भन्छन् मन्दिरमा प्रवेश गर्ने बित्तिकै मन शान्त हुन्छ। कतिपयले कुनै कारण बिनै दिव्य सुगन्ध आएको अनुभव गरेका छन्। कसैले वर्षौंदेखि अड्किएको काम सफल भएको बताएका छन्। यद्यपि यस्ता अनुभवहरू व्यक्तिगत आस्था र विश्वासमा आधारित हुन्। यसलाई प्रमाणित ऐतिहासिक तथ्यको रूपमा लिन सकिँदैन। तर एउटा कुरा भने सत्य हो, जनकपुर आउने लाखौं भक्तहरूको श्रद्धा आज पनि उस्तै अटल छ। हरेक वर्ष विवाह पञ्चमीका दिन यहाँ लाखौं भक्तहरूको भिड लाग्छ। जनकपुरका सडकहरू श्रीराम र माता सीताको विवाह झाँकीले भरिन्छन्। भारतको अयोध्याबाट आउने विशेष साधु सन्तको टोली जन्तीका रूपमा सहभागी हुन्छन्। जनकपुरका मानिसहरूले उनीहरूको भव्य स्वागत गर्छन्। त्यसपछि विवाह मण्डप वैदिक परम्परा अनुसार श्रीराम र सीताको विवाहको झाँकी पुनः प्रस्तुत गरिन्छ। यो दृश्य हेर्न संसारभरबाट श्रद्धालुहरू जनकपुर आइपुग्छन्। तर विवाह पञ्चमीको यो परम्परा कहिले सुरु भयो? जनकपुरमा यस्ताहरू कुन कुन पवित्र स्थान छन् जहाँ श्रीराम र माता सीताको पाइला परेको विश्वास गरिन्छ? र जानकी मन्दिरको दर्शन गर्दा धेरै भक्तहरूले किन एउटै विशेष नियम पालन गर्छन्? जनकपुरमा आउने अधिकांश भक्तहरूको विश्वास छ कि यदि साँचो मनले माता जानकीको दर्शन गरी आफ्नो मनोकामना व्यक्त गरियो भने माता जानकीले अवश्य सुन्नुहुनेछ। यही विश्वासका कारण वर्षभरि
नेपाल मात्र होइन, भारत, श्रीलङ्का, भुटान र विश्वका विभिन्न देशबाट लाखौं श्रद्धालुहरू जनकपुर आइपुग्छन्। जनकपुरको महत्त्व केवल जानकी मन्दिर मात्र सीमित छैन। यहाँ रहेको विवाह मण्डप त्यही पवित्र स्थान मानिन्छ जहाँ भगवान श्रीराम र माता सीताको वैदिक विवाह सम्पन्न भएको विश्वास गरिन्छ। आज पनि विवाह मण्डपभित्र प्रवेश गर्दा धेरै भक्तहरू केही क्षण मौन बसेर श्रीराम र सीताको दिव्य मिलनको स्मरण गर्छन्। त्यसै गरी जनकपुरमा रहेको राम मन्दिर पनि अत्यन्त प्रसिद्ध छ। यो मन्दिर भगवान श्रीरामप्रति समर्पित छ र यहाँ दैनिक रूपमा रामायण पाठ, भजन, कीर्तन र विशेष पूजा गरिन्छ। जनकपुरबाट केही दूरीमा रहेको धनुषा धाम पनि अत्यन्त पवित्र तीर्थस्थल मानिन्छ। जनविश्वास अनुसार भगवान श्रीरामले शिव धनुष भाँच्दा त्यसको एउटा टुक्रा यही स्थानमा आएर खसेको थियो। यही कारण धनुषा धामलाई पनि रामायणसँग जोडिएको महत्त्वपूर्ण धार्मिक स्थल मानिन्छ। यद्यपि यस सम्बन्धमा ऐतिहासिक र पुरातात्विक प्रमाण सीमित छन्, तर धार्मिक परम्परा र जनविश्वासले यस स्थानलाई विशेष महत्त्व दिएको छ। हरेक वर्ष विवाह पञ्चमीका अवसरमा जनकपुर पूर्ण रूपमा दुलै जसरी सजाइन्छ। सडकहरू रङ्गीन झण्डा, फूल र बत्तीले सिँगारिन्छन्। हजारौं साधु सन्त, भक्तजन र पर्यटकहरूको उपस्थितिले सम्पूर्ण जनकपुर भक्तिमय बन्छ। अयोध्याबाट भगवान श्रीरामको प्रतीकात्मक जन्ती जनकपुर आइपुग्छन्। त्यसपछि विवाह मण्डपमा वैदिक मन्त्रोच्चारण सहित भगवान श्रीराम र माता सीताको विवाह उत्सव पूर्ण रूपमा प्रस्तुत हुन्छ। यो दृश्य हेर्न लाखौं श्रद्धालुहरू वर्षभरि प्रतीक्षा गरिरहेका हुन्छन्। सायद यही कारण हो कि जनकपुरलाई केवल एउटा धार्मिक सहर होइन, जीवित रामायण पनि भनिन्छ। तर जानकी मन्दिरको सबैभन्दा ठुलो शिक्षा के हो भने यो मन्दिरले हामीलाई केवल पूजा गर्न मात्र सिकाउँदैन, यसले मर्यादा, त्याग, धर्म, धैर्य, प्रेम, सत्य र धर्मको मार्गमा हिँड्न प्रेरणा दिन्छ। माता सीताले आफ्नो सम्पूर्ण जीवनमा कठिनाई सहेर पनि धर्म र सत्यलाई कहिले त्याग्नु भएन। भगवान श्रीरामले मर्यादाको पालन गर्दै सम्पूर्ण मानव जातिलाई आदर्श जीवनको सन्देश दिनुभयो। त्यसैले जनकपुर धाम केवल एउटा तीर्थस्थल होइन, यो हाम्रो सभ्यता, संस्कृति, आस्था र सनातन परम्पराको अमूल्य सम्पदा हो। यदि तपाईलाई जीवनमा कहिले जनकपुर जाने अवसर मिल्यो भने जानकी मन्दिरको शान्त वातावरणमा केही क्षण आँखा बन्द गरेर बस्नुहोस्। सायद तपाईले पनि त्यो दिव्य शान्तिको अनुभूति गर्न सक्नुहुनेछ जसको वर्णन हजारौं भक्तहरूले वर्षौंदेखि गर्दै आइरहेका छन्। यही आशा छ र विश्वासका साथ आजको यही भिडियो यही समाप्त गर्दछौं। यदि तपाईलाई जनकपुरको जानकी मन्दिरको इतिहास, रहस्य र धार्मिक महत्त्वबारे जानकारी उपयोगी लाग्यो भने भिडियोलाई लाइक गर्नुहोस्, आफ्नो परिवार र साथीभाइसँग सेयर गर्नुहोस् र यस्तै सनातन धर्म, प्राचीन मन्दिर, पौराणिक कथा र आध्यात्मिक रहस्यका भिडियोहरू नियमित हेर्न हाम्रो स्पिरिचुअल दिनेश च्यानललाई सब्स्क्राइब गरी बेल आइकन थिच्न नबिर्सनुहोस्। जय सियाराम, जय माता जानकी, हर हर महादेव, ओम नमः शिवाय।